विगत लामो समयदेखि सार्वजनिक प्रयोगमा रही उक्त जग्गा प्राप्त गर्नुपर्ने जनचाहना अनुसार जग्गा प्राप्तिको लागि विभिन्न चरणको प्रयासहरू सफल हुन नसकी जनचाहना पूरा हुन नसकेको कारण गौर नगरपालिकाको नागरिक एवं खेलाडीको हक हितको लागि गौर राइस मिलको जग्गाहरूमध्ये 2 बिघा 15 कट्ठा जग्गा गौर नगरपालिकाले दानमा लिने निर्णय गरिएकोमा गौर राइस मिलको जग्गाबारे विगतमा गौर नगरपालिकाले गरेको निर्णयलाई नेपाल नागरिक समाज रौतहटको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय टोलीले गौर राइस मिलको सबै जग्गा 5 बिघा 19 कट्ठा 15 धुर अधिग्रहण गर्न रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले अधिग्रहण कार्यलाई कार्यान्वयन गर्न विगतमा नगरपालिकाबाट भएका सबै निर्णय स्थगित गरिएको छ।